ओ दाइ यो डुङ्गा कहाँ जान्छ? के बोले भाइ? अब के बोले? हामी चाहिँ आज कमर लगोसमा आएको अनि यहाँको भ्यू चाहिँ यस्तो छ, तपाईँहरू देख्न सक्नुहुन्छ नजारा। अनि आज नयाँ लुक्समा ज्याकी आइसकेको छ गाइज, त्यही हो। अनि हाम्रो पार्टनर पछाडि यता पार्टनरको ल तलतिर जाउँ अब चाहिँ ठिक छ। अनि पुरै चाहिँ यहाँ सबै बोर्डहरू पार्किङ रहेछ नि, त्यही भएर अनि तपाईँले पोर्टो भन्नु भनेको रहेछ। बल्ल मैले कुरा बुझेँ, पार्किङ रहेछ। अनि हामी चाहिँ त्यहाँनिर जान पाउँछौँ भन्नु थाहा छैन, जे होस्। ल जाउँ अब, कति जाने हो? तल जाऊँ, त्यहाँ डाँडामा जानु पाउँछ पाउन, त्यहाँ डाँडामा। ल जे होस्, ठाउँ चाहिँ बहल लाग्यो मलाई यस्तो छ यार, किनकि म यहीँबाट यहीँ नै आएको थिएन। किन नआएको भन्दाखेरि नजिकै हो, जाम्ला नि भन्ने सोच हुन्थ्यो कि मेरो, त्यही भएर म आउँथेन। आएन, टाढा टाढा घुमाउँ पहिला, त्यसपछि बल्ल नजिक घुमाउँ भन्ने हुन्थ्यो। अनि आज चाहिँ हल्का मनले मानेन। ल आयो 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 आयो, हावाले केही सुन्दैन होला, भोइस त्यो नै लेखेन त्यो। ल बवाल छ ठाउँ। अनि आइयो आएको यार, हिँड्दा 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 कहाँनिर अडान हिँड्नु, यहीँबाट नि अडान हो। एकछिन यहाँ बसौँ, म एकसाथ उडाउँछु, त्यसपछि जे गर्ने हो गरौँ ल। हेलो ल बवाल छ। यो बोर्ड चाहिँ कहाँबाट किन यसरी ल्याएर राखेँ थाहा छैन। यहाँ नि यसो जसो तसो लहर पहर हान्दै अलि हावा चलेर साउन्ड राम्रो आएन होला, त्यही हो गाइस। माथि अब काबुजिरा भयो ल, काबुजिरा अस्ति नै गइसक्यो। अब पछि चाहिँ हामी उता जाने प्लानमा छु, हेरौँ के हुन्छ। माथि पनि दामी दामी हो, यहाँ हामी तिनजना आज। ल ओ दाइ यो डुङ्गा कहाँ जान्छ? लिसबन जान्छ? लिसबन जाने हामी पनि जानु पऱ्यो। नाइटमा चाहिँ दामी हुन्छ होला, जे होस्। ल यही हो, तल चाहिँ पुरै धेरै चिल्ड्रेन पार्क रहेछ। अनि यस्तो छ अब तलको नजारा। यो के हो, घन्टाघर जस्तो चर्च होला सायद, यो चाहिँ मन्दिर। अनि ल यस्तो छ, बोर्डै भयो टक्क। पार्टनर ल हिजो यहाँ मेरो समाज यतिकै क्लिप भयो भने हेर, क्लिप भयो छैन। यतातिर घुम्न आएको थियो, अब तल गएर फेरि एक सर्ट मिठो हान, हेरौँ के हुन्छ। यहाँ हान्न त हाने, के भयो मलाई थाहा होइन। जाम अब ल म चाहिँ यहाँ कमर लोगोस हो कि लोबोस हो, त्यो चाहिँ मलाई थाहा छैन। आइसकेँ, माथि डाँडा देख्न सक्नुहुन्छ। यता दामी दामी घरहरू, यो चाहिँ खतरा ठाउँमा हो। कस्तो ठाउँमा हो भन्दाखेरि तल चाहिँ अब घरै घरहरू छ, अनि माथि चाहिँ हाइटमा छ, जे होस्। अनि यहाँ डुङ्गा कहाँबाट आइपुग्यो, के आयो, के हो यसको चाहिँ अब केही होला स्टोरी, यसको पनि आफ्नो। अब त्यही हो, हामी चाहिँ अहिले ठ्याक्क यहाँ उमा आइसक्यो। अनि पारि देख्न सक्नुहुन्छ मेरो पार्टनर, यता पार्टनर हुनुहुन्छ। अब हामी चाहिँ तल जान्छौँ, अनि तल गएर फेरि एक सर्ट मिठो ड्रोन सर्ट हान्छौँ, अनि सरर लाएर घरतिर जानुपर्छ। आजको
भिडियो चाहिँ यस्तै छ मेरो। टुटे फुटे माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला सबैजनाले। ल जाउँ, लेट्स गो। ल यहाँ चाहिँ बवाल छ, यस्तो छ। माथि चाहिँ ढुङ्गा हो, यो चाहिँ तल चाहिँ यस्तो भ्यू यस्तो। अब उता बन्दर कहाँ बोर्डहरू राख्ने ठाउँ, मेरो बोर्ड चाहिँ त्यहाँनिर। ल बवाल छ, पार्किङ रहेछ। अहिले चाहिँ यहाँ सब पानी घटेपछि चाहिँ फिसिङको लागि होला, नत्र चाहिँ अहिले बन्द। बवाल छ जे दामी हो। मलाई त यार घाँटी दुखेर प्रब्लम हुन लाग्यो, खालि गर्ने बानी भयो। ल हामी चाहिँ अब रिटर्न हुन लाग्यो। ल यो अघि खेल्ने उता यहाँ यस्तो पुरा फोल्ड हानेर राखिदिनु रहेछ फेरि। सिस्टम चाहिँ हो। ल ठिक छ, मासाले के हो माथि त पुरै। ल हामी चाहिँ अब फर्किनु लाग्यो, त्यही हो। हल्का फोटोसोटो हाल्यो। पानी चाहिँ अब जाडोमा अब हुन्छ नि, विन्टर। अहिले त विन्टर हो, समर कि विन्टर? अहिले समर हो न, अहिले समर। विन्टरमा चाहिँ अब बवाल यहाँसम्म छाल आउँदो रहेछ। ल म चाहिँ अहिले आइसकेँ, अलि यता आउने। अनि म चाहिँ यहाँ फोटो खिच्नको लागि आएको। यहाँ पहिला बाटो थियो रहेछ, अहिले चाहिँ किन बन्द भयो थाहा छैन। यो चाहिँ ग्यासको कम्पनी हो, अब के हो बस बवाल छ। आज चाहिँ दिन पनि चिसो चिसो भएको। हान न जुम गरेर हान सिनेमेटिकबाट। अनि त्यही हो, यता चाहिँ धुवा फुट आइरहेको। यिनीहरू चाहिँ अब यहाँ काम गर्ने वर्करहरू होला सायद। चाहिँ अब यहाँ त्यहाँ जान नमिल्ने रहेछ बाटो ब्लक त। अब म चाहिँ फर्किन्छु। अनि ल गाइज, भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। अब तपाईँहरूको माया सपोर्ट पायो भने अलिकति भिडियो बनाउनु पनि जोस जाँगर लाग्नेछ होला मलाई। सो त्यही गाइज, माया चाहियो, माया सपोर्ट चाहियो ज्याकीलाई। ल ज्याकी ब्लगलाई एक बटन क्लिक गरिदिनु होला, बेल आइकन बटन। सो गाइज हस्त नमस्ते, नेक्स्ट भिडियोमा भेटौँला। अहिलेलाई बिदा बाजी हुन चाहन्छु। धन्यवाद।